सो हेलो एन्ड दर्शक नमस्ते गाइजहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। र गाइजहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो अगाडि ओन्ली टुरिस्ट लेखेको छ। पोखरा नारायणघाट हेटौडा बिरगन्जको स्लिपर बस रहेको छ गाइजहरू। दामी, फर द फर्स्ट टाइम बिरगन्ज अब स्लिपर बस पनि चल्न थाल्यो पोखराबाट। र हेर्न सक्नुहुन्छ तपाईँहरूलाई दामी दामी बसहरूको अब भिडियो म लिएर आउनेछु। र गाइजहरू, मन पर्यो भने सब्सक्राइब पनि गरिदिनु होला र कुन कुन बसको भिडियोहरू चाहिन्छ कमेन्ट पनि गरिदिनु होला। र आउनुहोस् म अब तपाईँहरूलाई वेलकम ब्याक टु माई युट्युब च्यानल। र गाइजहरू हेर्न सक्नुहुन्छ एउटा नयाँ बस आएको छ पोखराबाट बिरगन्जको लागि। शुभ अधिकारी लेखेको छ गाइजहरू। यस्तो छ नयाँ फर्स्ट टाइम स्लिपर बस आएको छ गाइजहरू, हेर्न सक्नुहुन्छ। पोखराबाट बिरगन्ज जाँदैछ। ओहो, स्लिपर बस गाइजहरू, आमा हो दामी। यस्तो यस्तो पो बस हुनुपर्ने हो कि बिरगन्ज पोखराको लागि। सुज हेयर रे, दामी छ है गाइजहरू। यार यस्तो पो स्पिकर, युएसबी, लाइट यहीँ बाटो बाल्न मिल्छ कि। स्टार्ट भइसक्यो। यस्तो छ गाइजहरू, सिट एकदम कम्फर्टेबल, नयाँ नयाँ सिटहरू रहेछ है। साइडमा बनेपा आएको छ र अनमोल आएको रहेछ। यस्तो छ। सो गाइजहरू हेर्नु, यसमा नि स्पेस छ, के अरे घुँडा ठुकिन्न। वाटर बोतल होल्डर, ह्यान्ड ग्रिप यहीँ छ। माथि लाइट साइड सब बलेको छ गाइजहरू, हेर्न सक्नुहुन्छ। एसीको भेन्ट होइन, यो लाइटको गाडी अन भइसक्यो हुन्छ होला। फ्यान पनि छ गाइजहरू, पर्दा छ। आमा हो दामी छ हौ गाइजहरू बस चाहिँ। यस्तो छ हौ, दामी दामी यस्तो छ गाइजहरू। यस्तो 2x2 उसमा छ, सिटमा छ। क्यामेरा पनि छ गाइजहरू, हेर्न सक्नुहुन्छ। सिसी क्यामेरा, वाइफाईको पासवर्ड, दामी छ। स्पिकर यहीँ छ। यस्तो छ दामी दामी बसहरू। अब बिरगन्ज पनि जाम लाग्यो। यस्तो छ गाइजहरू, यस्तो छ यसको क्याबिन, हेर्न सक्नुहुन्छ। क्याबिन माथि पनि सामान राख्ने ठाउँ, दामी दामी।